नमस्कार, स्वागत तपाईले सिभिल इन्जिनियरिङ पावर युट्युब च्यानलमा। र आजको भिडियोमा चाहिँ हामी हेर्न गइरहेको छौँ कलमसम्मको हामी हेरेका थियौँ। कलम लेआउट प्लान जुन छ यहाँसम्म चाहिँ हामी हेरेका थियौँ हैन। यो कलमको पनि सरियाहरूको बारेमा तपाईले मैले भनेको थिएँ। यो चाहिँ हाम्रो ग्राउन्ड फ्लोर छ, फर्स्ट फ्लोर छ, सेकेन्ड फ्लोर छ, टप फ्लोर छ। यो चाहिँ छैन, यो चाहिँ छ। यो छतको भाग माथिसम्म गएको छ, त्यही भएर सिडीको हैन। त्यो हिसाबले लगभग मैले यहाँसम्म यो स्टिरअपको बारेमा यहाँसम्म चाहिँ भनेको थिएँ। र आजको भिडियोमा चाहिँ हामी हेर्नेछौँ स्ल्याबको सरिया कसरी राख्ने, बाँकी चाहिँ सरियाहरूको चाहिँ बिममा कलममा कसरी राख्ने गरिन्छ र कसरी सेक्सन पढ्ने त्यो सबै म डिटेलमा बुझाउने छु हैन। यसको एकचोटि फेरि हेरिहालौँ। यो 10 को छ, यो मेन रिङ छ, मास्टर रिङ छ, र यो सेकेन्डरी रिङ जुन छ त्यो 8 को रहेछ हैन। बाँकी चाहिँ कतिवटा कति पिस लाग्ने भन्ने यहाँ लेखेकै छ। तपाईहरुले केही समस्या हुँदैन, मजाले लेखिया छ हैन। बुझ्नुपर्ने र बुझ्ने सिम्पल हो। कलमको साइज 50 सेन्टि बाइ 50 सेन्टिको हो। C1 C2 C3 टाइपको कलम हो र त्यो चाहिँ कुन टाइपको हो के हो भन्ने कहाँबाट पत्ता लगाउने, C1 हो कि C2 हो भनेर यो चार्टबाट चाहिँ पत्ता लगाउने गरिन्छ। C2 C2 C3 C2 हैन, हेर्नुहुन्छ तपाई C1। यो चाहिँ पत्ता लगाउने कहाँबाट हो भन्ने पत्ता लगाउन सक्नुहुन्छ। यो चाहिँ हाम्रो बिमको देखारहेछ, हेर्न सक्नुहुन्छ तपाईले। यहाँ चाहिँ यो सेकेन्डरी बिम हो, यो चाहिँ बिचको सेकेन्डरी बिमहरु हो हैन। यो चाहिँ सेकेन्डरी बिम हो, यो चाहिँ मेन बिमहरु हो, यो चाहिँ मेन बिम हो। यो मेन बिममा एमबी लेखेको छ, सेकेन्डरीमा एसबी लेखेको छ, हेर्न सक्नुहुन्छ हैन। र बाँकी यो ग्रिड लाइनहरु ध्यान दिनुपर्ने छ। 1 2 2 ड्यास 3 ड्यास र यहाँको 2 डबल ड्यास हैन। त्यो ड्रइङहरु पढ्नको लागि तपाईले यो राम्ररी हेर्न जान्नुभयो भने, बाँकी यसमा धेरै ठाउँमा साथीहरुले मिस्टेक गर्छन्। साइडदेखि साइडको क्याल्कुलेसन नगर्ने, सेन्टरदेखि सेन्टरको छ भने सेन्टरदेखि सेन्टरको क्याल्कुलेसन गर्ने, त्यो चाहिँ हेर्नुपर्ने छ। र यहाँ पढ्ने बिम लेआउट प्लान फर्स्ट एन्ड सेकेन्ड फ्लोरको त्यही रहेछ, त्यही भएर त्यो दिया रहेछ। फेरि थर्ड फ्लोरको अर्को छ भने अर्को दिया रहेछ है। त्यस्तै गरेर अब यो बिम लेआउट प्लान टप फ्लोरको दिया रहेछ, किनभने सिडीको एउटै माथिसम्म जान्छ नि, त्यही भएर। अब आउँछ मेन कुरा बुझ्नुपर्ने। जस्तै कि हेर्नुस्, बिम अलोङ एट एए एन्ड एफएफ। एए र एफएफ को मतलब के भयो भन्ने पहिला बुझ्नुस् है। त्यो बिम चाहिँ कहाँको देखारहेछ, यो ए पोर्सनको र एफ पोर्सनको, त्यही भएर एए र एफएफ लेखेको छ। अब कुनैमा बीबी एन्ड ईई लेख्यो भने अब अर्कोमा त्यही बीबी र ईई लेख्या हुन्छ तिनीहरूले। त्यसपछि सीसी र डीडी लेख्या हुन्छ, यो ध्यान दिनु होला। यो डी छ, यो डी छ, त्यही भएर डीडी भयो। अब अर्को ठाउँमा लेख्या होला तपाईले, अब यो घरिघरिमा देखाउँदिन, बुझाइदिन्छु के। यो 1 1 लेख्या होला, यो हो। 2 2 लेख्या होला, यो हो। 3 3 लेख्या होला, यो ठुलो भाग हो है। त्यस्तै गरेर तपाईले अब यसमा भन्ला 2 डबल ड्यास, यो 2 डबल ड्यास हो। त्यस्तै गरेर भन्ला 2 सिंगल ड्यास, 2 सिंगल ड्यास हो यो पोर्सन र यो पोर्सन है। अब बुझ्नुभयो कुन कहाँ छ भने बुझ्नुभयो। अब त्यसको सरिया हेर्नुस् कसरी लाग्या छ है। त्यसपछि सेक्सन पढ्न सिकाउँछु है। अब मान्नुस् तपाई यहाँबाट सुरु गरौँ है। यहाँ यो तल्लोबाट अब यसमा के दिया छ, प्लिन्थ लेभल दिया छ। प्लिन्थ लेभल 3 वटा 16 को माथि राख्ने, 3 वटा 16 को तल राख्ने, 3 वटा माथि 3 वटा तल। अब यो एकदमै सिम्पल छ, यसमा केही समस्या छैन। यसमा अर्को समस्या एउटा के छ भने, यहाँ हेर्न सक्नुहुन्छ 750 सेन्टि सम्ममा 2 लेग स्टिरअप 8 mm को 10 सेन्टिको स्पेसिङमा राख्ने भन्ने भनेको छ। र बाँकीलाई बिचकोलाई 15, फेरि यता 750 मा 15 सेन्टिमा राख्ने भन्ने भनेको छ है। त्यो चाहिँ ध्यान दिनुपर्ने कुरा। र यहाँनिर यो ठाउँनिर चाहिँ 10 सेन्टिमा राख्ने भन्ने भनेको छ यो पोर्सनमा है। त्यो बुझ्नुभयो। त्यसपछि यहीको तल एउटा 1 नम्बर लेख्या रहेछ। यो यहाँ 1 नम्बर लेख्या रहेछ। यो 1 नम्बरको मतलब के हो भने 1 नम्बरको सेक्सन हेर्ने। यहाँबाट 1 नम्बरको सेक्सन यो रहेछ है। यो सेक्सन पढ्न जान्नु पर्यो तपाईले। यो बिमको साइज यहाँ दिया छ 355 बाइ 230 को छ र 3 वटा 16 को माथि छ र 3 वटा 16 को तल र माथि गरेर दिया रहेछ। हेर्नुभयो, एक सेक्सनको तपाईले बुझिहाल्नुभयो, एउटा ड्रइङ बुझिहाल्नुभयो। यही कुरा बुझ्न नयाँमा धेरै गाह्रो हुन्छ। यो कहाँको हो के हो दिमाग खराब भइहाल्छ फेरि तपाईले नबुझ्दाखेरि। अब बुझ्दाखेरि केही छैन, लेख्न सबै लेख्या हुन्छ। अब पढ्नु पर्छ के ध्यान लाएर, त्यति हो। लेख्न चाहिँ टोटल कुरा यही ड्रइङमा हुन्छ। अब कुनैले मिस्टेक गर्यो भने त म भन्न सक्दिनँ, मिस्टेक हुन सक्छ। नभए लगभग कुरा चाहिँ यहीमा हुन्छ, बुझ्नुपर्ने सबै कुरा यहीमा हुन्छ, जो कि ठ्याक्कै हेरेर तपाई बुझ्नुहुन्छ ध्यान दिएर हेरियो भने। अब यो पोर्सनको हामी कुरा गरौँ है। पहिला त सरिया कति लागिरहेछ हेर्नुस्। टीएच भनेको थ्रु आउट भयो, ईएक्स भनेको एक्स्ट्रा बार भयो। पहिला थ्रु आउट वाला हेरौँ। अब योमा हेरौँ,
दुईवटा 20 को हैन प्लस एउटा 16 को हाल्ने मतलब दुईवटा 20 को र एउटा 16 को हाल्नेको मतलब के भयो भने म तपाईलाई बुझाउन गइरहेको छु। यो तपाईको बीम भयो भने दुईवटा 20 को मतलब यहाँ र यहाँ चाहिँ 20 को हाल्ने र यो बिचमा एउटा चाहिँ 16 को हाल्ने भन्ने भनेको छ है। बुझ्नुभयो माथि। त्यसपछि अब यो तलको कुरा गर्नुस् है। यसलाई म एकचोटी गरे है, एकचोटी अलि राम्ररी बनाइदिऊ। अलि राम्ररी बनाउन भन्छु, अलि ठुलो बनिहाल्छ। अब तलको हेरौँ है साथीहरु। दुईवटा 20 को एउटा 16 को एक्स्ट्रामा छ। सरी, दुईवटा 20 को र एउटा 16 को फेरि तल छ है। दुईवटा 20 को एउटा 16 को यस्तो भयो तीनवटा। यति हेर्नुभयो। अब त्यसपछि फेरि एक्स्ट्रामा के छ, दुईवटा 20 को र एउटा 16 को छ एक्स्ट्रा बारमा फेरि है। एक्स्ट्रा बारमा त्यो छ दुईवटा 20 को र एउटा 16 को र फेरि तलको पनि एक्स्ट्रा बारमा दुईवटा 16 को र एउटा 20 को मतलब तीनवटा सरिया माथि भयो र स्पेसर बार हालेर फेरि चाहिँ तल दुईवटा 20 को र एउटा 16 को, दुईवटा 20 को एउटा 16 को माथि पनि छ, दुईवटा 20 को एउटा 16 को बार थ्रु आउट भनेपछि यहाँदेखि यहाँसम्म एउटा जाने भयो माथिल्लो र त्यो भन्दा तल जुन एक्स्ट्रा बार हुन्छ त्यो पनि जाने भयो यहाँदेखि यहाँसम्म। त्यो कहाँसम्म जाने भयो भने यहीमा दिएको छ, यहाँ हेर्न सक्नुहुन्छ, यहाँसम्म एक्स्ट्रा बार जाने भयो। फेरि एक्स्ट्रा बार यहाँ छ अर्को, यहाँ हेर्नुहुन्छ नि, यो तलको एक्स्ट्रा बार फेरि यहाँसम्म रहेछ यो बार, फेरि यहाँनिर चाहिँ छैन है, हेर्न सक्नुहुन्छ छैन एक्स्ट्रा बार। यो चाहिँ हन्च बार हो है, यो चाहिँ हन्च बारवाला पोर्सन हो, यो हन्च बार हो। यहाँ सरिया बाक्लो छ, यहाँ सरिया बाक्लो छ, यहाँ सरिया पातलो छ, यहाँ फेरि बाक्लो छ, हेर्न सक्नुहुन्छ। आँखाले पनि हेर्न सकिन्छ है। अब चाहिँ हामी पढौँ, आँखाले त हेरियो, अब त पढ्नु पर्यो। टु लेग 10 mm को स्टिरअप 75 सेन्टी को स्पेसिङमा राख्ने यहाँ भनिदिएछ। 75 सेन्टी भनिदिए, सरी 7.5 सेन्टी भयो, 75 mm मा भनेको छ है। मतलब 7.5 सेन्टीमा चाहिँ यो स्पेसिङमा राख्नु पर्यो, त्यो भनेको छ है। 75 mm मा यो राख्नु पर्यो, यो पोर्सनको स्टिरअप रिङहरू है। त्यसपछि 110 नाप्ने, 110 नापेपछि सरी 1100 नापेपछि तपाईले त्यसको पनि 75 सेन्टीमा राख्ने हो, यति पोर्सनलाई राख्ने हो। त्यसपछि यो बिचको पोर्सन जुन छ त्यसलाई चाहिँ 10 सेन्टीको स्पेसिङमा राख्ने हो, 12.5 को स्पेसिङमा, सरी 10 को सरिया 10 को हुन्छ त्यो रिङ, 10 mm को सरियाको र 12.5 सेन्टीको स्पेसिङमा यो पोर्सनवालालाई चाहिँ राख्ने है। त्यसपछि फेरि अर्को पोर्सन छ, यो पोर्सनलाई कति राख्ने, 1100 नाप्ने, यहाँबाट 1100 नाप्ने र जतिमा आउँछ 1100 त्यसको टु लेग स्टिरअप छ 10 mm वाला, यसको पनि 7.5 सेन्टीमा चाहिँ राख्ने। बुझ्नुभयो। त्यस्तै गरेर माथिल्लोमा पनि लगभग उही छ। अब सबैको त्यस्तै पढ्ने छ। अब सबै पढेर त म कहाँ देखाउन सक्छु तपाईलाई, त्यही एउटा इक्जाम्पल दिने। अनि फेरि जस्तै कि अब यो 4 नम्बर त पढ्नुभयो तपाईले, ल यो 4 नम्बर 1 मिनेटको लागि तपाईले पढ्नुभयो। 1100 नाप्ने र 1100 मा 75 के भन्छ 75 mm को स्पेसिङमा चाहिँ राख्ने हैन, यो नाप्नुभयो। अब यसको सेक्सन, यो काटेको सेक्सन कसरी देख्ने, यहाँ चाहिँ 4 नम्बर दिया रहेछ, हेर्न सक्नुहुन्छ तपाई यो 4 नम्बर है। अब यो 4 नम्बर कहाँ भेटाउँछ भने यहाँबाट 4 नम्बर खोज्नुस्। यो सेक्सन हेर्नुहुन्छ 4 लेख्या छ, योमा त्यो कुरा छर्लङ्ग क्लियर छ। 550 को तपाईको बीमको हाइट हो, 350 बिर्थ हो, दुईवटा एङ्कर टर्जन बार पनि लागेको छ, हेर्न सक्नुहुन्छ। तलको 3वटा बार हो, 20 mm को दुईवटा र 16 को एउटा थ्रु आउट हो। फेरि अर्कोमा हेर्न सक्नुहुन्छ, दुईवटा 20 को एउटा 16 को थ्रु आउट छ र फेरि दुईवटा 20 को र एउटा 16 को एक्स्ट्रा बार छ। यहाँ सबै हालेको यहाँ देखाएकै छ। यो बिचमा स्पेसर बार 16 को या 20 को टुक्रा सरिया हालेर त्यसपछि राख्नु होला है। बाँकी अब तपाईले पढ्न आयो, 8 मिनेट भयो, ठिकै छ। ल एउटा पढ्न सिकाए है। त्यस्तै गरेर मैले भनेको थिएँ बी र ई को आउँछ, त्यस्तै गरेर अब तपाईलाई भनेको थिएँ मैले सी र डी को आउँछ। अब यो सबै आउँछ, किनभने यहीँबाट मैले तपाईले बुझाइदिएको थिएँ नि त, यहीँबाट मैले बुझाएको थिएँ। पहिला चाहिँ यो ए को र यो ए को बराबर होला, त्यसपछि बी को र यो बी को बराबर होला, यहाँ बी को र ई को, सरी त्यसपछि सी र डी को होला बराबर। त्यस्तै गरी यो सेकेन्डरी को यो सेकेन्डरीसँग बराबर होला हैन, त्यो कुरा चाहिँ ध्यान दिनु पर्यो। सिमिलर हो। अरु एउटा ड्रइङ पढ्न आयो भने तपाईले सबै पढ्न आउँछ। अनि अरु चाहिँ यो ठुलो वाला हेर्नुस् है, यो चाहिँ 1-1 वाला हो, 1-1 ठुलो वाला ग्रिड। अब यो कसरी पढ्ने, यो पनि उस्तै पढ्ने हो। अब सबैभन्दा चाहिँ तलको पढौँ है, तलको। ल अब तलको पढ्दाखेरि यसलाई अलि जुम गरेर म तपाईलाई देखाइदिए। यो प्लिन्थ लेभलको छ, 3वटा 16 को माथि, 3वटा 16 को तल। 750 मा चाहिँ 750 mm नाप्ने र त्योमा चाहिँ के गर्ने भनेपछि 750 मा
टु लेग्ड स्टिरअप चाहिँ राख्ने 10 सेन्टीको स्पेसिङमा राख्ने है यहाँ लेखेको छ। यसमा 15 सेन्टीको यो बिचमा 15 सेन्टी स्पेसिङ 150 mm भन्नुस् या 15 सेन्टी भन्नुस् है। फेरि यो 750 नाप्ने योमा पनि फेरि चाहिँ तपाईको स्पेसिङ चाहिँ कतिको राख्ने भने 10 सेन्टीको राख्ने। यो तल्लोमा बुझ्नुभयो त्यही सिस्टम रहेछ पुरैमा। त्यही भएर त्यो घरिघरि त्यही कुरालाई पढ्नु परेन। त्योभन्दा माथिल्लोलाई पढ्ने। त्योभन्दा माथिल्लो हेर्नुस् अब यो 3वटा 16 को छ त्यो चाहिँ पुरै थ्रु आउट द छ। फेरि 3वटा 16 को छ एक्स्ट्रामा छ तर कतिमा छ भने यहाँ 1650 सम्म मात्रै छ है यो एक्स्ट्रा बार है। फेरि यहाँनिर एक्स्ट्रा बार छ माथिनिर हेर्नुहुन्छ यो एक्स्ट्रा बार छ। यिनलाई ध्यान दिनु पर्यो कि तपाईले। फेरि यो चाहिँ एक्स्ट्रा बार हो है। फेरि अब अर्को कुनै एक्स्ट्रा बार म देखाइदिन्छु। फेरि यो एक्स्ट्रा बार हो र यो लास्टको एक्स्ट्रा बार हो है। यो लास्टको यो एक्स्ट्रा बार हो र यो फेरि लास्टको एल वाला एक्स्ट्रा बार। यति एक्स्ट्रा बार हो। अब यिनीमा कुनै अब मान्नुस् यहाँनिर मलाई समस्या यो के हो यो के गरिदियो यार के भनिदियो यसले बुझ्न सकेन भने 1 नम्बर खोज्ने। यहाँनिरको लागि बुझ्न सकेन भने 1 नम्बर खोज्ने। यो तलको ठ्याक्कै सेक्सन कहाँ काटेछ त्यति नम्बर खोज्ने। सबैको लागि यहाँ दिएको छ 1 नम्बरको खोज्ने। ल 1 नम्बर खोजिदिए के छ 1 नम्बरमा 3वटा 16 को थ्रु आउट दिने 3वटा 16 को एक्स्ट्रा बार दिने र यहाँ हाइट दिएछ। टर्जन बार कतिमा राख्ने 21.3 सेन्टीमा राख्ने। यो बार फेरि भइसक्यो दुईवटा 20 को एउटा 16 को तर राखेको छ। एङ्गल टर्जन बार 16 mm को राख्ने दुईवटा त्यो पनि लेखिएको छ। यहाँ सबै डिटेल दिया हुन्छ क्या। तपाईले चाहिँ केहीमा कन्फ्युज हुने बित्तिकै चाहिँ यसको तल जुन नम्बर दिया हुन्छ नि यो नम्बर चट्ट हेर्ने अनि पट्ट क्लियर भइहाल्छ क्या। त्यस्तो कुरो बुझ्नुभयो नि। त्यही हो क्या। अब मलाई आएर त्यस्तो सजिलो लाग्यो हैन। यो कुरै नै त्यति सजिलो हो। तपाईलाई अब अलि सुरुमा चाहिँ गाह्रो हुन्छ म पनि बुझ्छु त्यो कुरो। तर फेरि पढ्दै जाँदा चाहिँ त्यति चाहिँ गाह्रो हुन्न। अब यहाँ हेर्नुहुन्छ यो हन्चबार छ त्यतिकै देखेकै छ। यो सरिया बाक्लो छ। यो बाक्लोको मतलबै भयो यहाँ केही न केही पक्कै गरे होला। यहाँ 75 7.5 सेन्टीमा छ यहाँ 12.5 सेन्टीमा छ। पहिला त आँखाले हेर्नुस् के आँखाले हेर्नुस् यो चाहिँ गर्या के रहेछ के। अब यहाँ आँखाले हेर्दा मैले के हेर्छु भने यहाँ बाक्लो छ यहाँ पातलो सरिया छ यहाँ फेरि बाक्लो छ फेरि बाक्लो छ। यहाँ माथिनिर एक्स्ट्रा बार राखेको छ। यहाँ हन्च बार सेकेन्डरी बिम आरै छ। यहाँ फेरि एक्स्ट्रा बार राखेको छ। यहाँ फेरि एक्स्ट्रा बार फेरि हन्च बार सेकेन्डरी बिम छ एक्स्ट्रा बार छ। हेर्ने बित्तिकै पत्ता लाग्छ। अब हेर्ने बित्तिकै त मुखले पत्ता लागेर भएन। यहाँ त हेर्नु पर्यो कतिमा छ 1650 मा गरेको छ। यहाँबाट 1650 मा गरेको छ। यो चाहिँ कतिको हो भनेर दुईवटा 20 को सरिया प्लस एउटा 16 को सरिया भनेर हाल्या छ थ्रु द सेक्सन। फेरि अब माथिको हेरिए अब माथिको 1600 छ भने फटाफट माथिकै हिसाबले तल्लोको सरिया कटाइदिए ना रे बाबा नाना। यहाँ हेर्नुस् तपाईँ 1100 मात्रै हो तल्लोको लागि। यहाँ पनि 1100 मात्रै हो। यो ठाउँमा फेरि यहाँदेखि यहाँसम्मको लागि 12.5 सेन्टीको स्पेसिङमा हो। त्यो चाहिँ तपाईले चाहिँ अब यो सबै दिएकै छ क्या। म आफ्नो मनले केही भने हैन यहीमा भन्या कुरा सबै भन्या हो मैले हैन। सबको सेक्सन दिया रहेछ। अब यो चाहिँ अब हरेक कुरा पढ्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू यो तल के लेख्या छ सेकेन्डरी बिम डिटेल। अब यहाँ हेरिरहेछ कोही ड्रइङ सेकेन्डरीको अनि टाउको दुखाइरहेछ मेन बिममा कि यो किन यस्तो दिया छ। अब कहिलेकाहीँ त्यो पनि हुन्छ के त्यो भोग्या कुरा भन्दैछु। अब हेर्नुहुन्छ तपाईँ ड्रइङ सेकेन्डरीको अनि ध्यान दिनुभएको छ तपाईँले उता बिमको सेक्सनमा मेन बिमलाई किन यस्तो दिया छ भन्ने तनाव हुन्छ। त्यही भएर तल लेख्या कुरा पनि पढ्नुहोस् के लेख्या छ यो खासमा के यसले भन्न खोज्या हो यसले। अब हेर्नुहुन्छ मैले सिरीको अगाडिमा देखादिएँ 2 यही 2 यहाँ हो। अब यो कुरा तपाईले नपढेसम्म त पागलै हुनुहुन्छ कि यो के दिया छ यो त्यतिकै के हालिदिया रहेछ 2 अब हरेक कुराको के मतलब छ र हरेक कुरा चाहिँ दिएकै छ यसमा के। त्यो चाहिँ सजिलो कुरा तपाईले बुझ्नुपर्ने। अब सरियाको हेरौँ है। अब हेरौँ स्ल्याबको रेन्फोर्समेन्ट डिटेल फर बटम बार्स तलको लागि रेन्फोर्समेन्ट है स्ल्याबको। अब यो कुरा पनि एकदमै बुझ्नुपर्ने कुरा हो किनभने धेरैजना चाहिँ यो स्ल्याबको सरिया चाहिँ एकदमै क्रिटिकल हो के। सबजना बुझ्न नसक्ने अलि गाह्रो हुनेभरि काम चाहिँ यो हो। अब हेर्न त सजिलै छ तर चाहिँ के हुन्छ भने यो चाहिँ तपाईले सरिया हाल्न चाहिँ गाह्रो भइहाल्छ है। अब यो चाहिँ यसलाई सजिलो बनाम यो गाह्रो हुने कामलाई ल अलि ठुलो गराइलिएँ मैले। सबैभन्दा पहिलो नम्बरमा के गर्नु होला भने तपाईले बुझ्नुपर्ने कुराहरू यो चाहिँ अहिले बटम बारको छ। बटम बारमा तपाईले के गर्नु पर्यो भन्ने कुरा बुझ्नुपर्ने यसमा यो जुन थ्रु आउट सरियाहरू हेर्ने के। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरू पहिला चाहिँ हामीले के गरेका थियौँ भने
पुरै स्ल्याबमा चाहिँ 30 सेन्टीको स्पेसिङमा यसलाई राखिदिएको थियो। पुरै सरियालाई यसरी 30 सेन्टीको स्पेसिङमा पुरै राखिदियो। त्यो हामीले के को आधारमा राख्यो भने तपाईँले कसरी बुझाउने भने यहाँ लेख्या छ बटम बार 15 सेन्टीको स्पेसिङमा सबै राख्ने भनेर लेखिदिएको छ। बटम बार 15 सेन्टीको स्पेसिङमा राख्ने भन्ने लेखेको छ। बटम बार 15 सेन्टीको स्पेसिङमा राख्ने भन्ने लेखेको छ। 8 mm को सरिया राख्ने भनेर लेखिदिएको छ। मतलब 15 सेन्टीमा त राख्ने, तर कुन राख्ने भन्ने कुरा हुन्छ के। यो यसले हावातालमा मात्रै यति पढेर मात्रै हालियो भने हामी चाहिँ गडबड गर्छौँ। त्यही भएर हामी कम गडबड गर्नु पर्यो, गडबड नगर्नु पर्यो, गडबडलाई एकदमै कम गर्नु पर्यो। त्यसको लागि के गरेको छु भने पहिलो नम्बर यसको सिम्पल ट्रिक भन्नाले 1-1 फिट मतलब 30-30 सेन्टीको स्पेसिङमा मैले पहिला पुरै यस्तो सरिया हालिदिएँ। बुझ्नुभयो? पुरै यहाँदेखि लिएर यहाँसम्म। अब यो फेरि अर्को आइगयो तनाव। ल मतलब यहाँदेखि यहाँसम्म मतलब छेउ टु छेउ पहिला 30 सेन्टीको स्पेसिङमा सबै राखिदिए। त्यसपछि के गरे भने बुझ्नुहोस्, त्यसपछि यहीँमा सरियाको टुक्रा दिए रहेछ। तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ हेर्नुहोस् यो टुक्रा छ। मतलब यो बिमबाट 450 छोडेर यो बिमबाट 750 छोडेर टुक्रा हाल्ने। तर कतिमा हाल्ने, कहाँसम्म हाल्ने? यताबाट यो जुन टुक्रा हाल्नुपर्ने छ नि त्यो त अब पुरै त हामी हालेकै छौँ। तपाईँलाई उमा के भन्छ अरे जुन तल्लो सरिया छ त्यो त हामी 30-30मा राखेकै छौँ पुरै। अब बिचमा हाल्ने तपाईँले जुन टुक्रा बच्छ नि, यो हाम्रो टुक्रा हो, यो हाम्रो टुक्रा हो। अब यो टुक्रालाई कति हाल्ने, कहाँसम्म छोड्ने भनेपछि यहाँबाट 800 छोड्ने, यहाँबाट 450 छोड्ने। बाँकी यो सबमा यो बिचमा हामी 30मा राखेका थियौँ र फेरि यो टुक्रा हामी राखिदियौँ भने त्यो टुक्राको लेन्थ कति हुन्छ भने यहाँदेखि लिएर यहाँसम्मको। यो टुक्रा हामीले कहाँसम्म राख्छौँ, यो यस्तो गरेर फेरि राख्छौँ। यो कसको बिचमा राख्छौँ, हामीले 30 सेन्टी राखेछौँ त्यसको बिचमा राख्यौँ। अनि यस्तै राख्दै जाँदा हामीले थ्रु द सेक्सन यहाँदेखि यहाँसम्म यो राख्यो टुक्रा, यहाँदेखि यहाँसम्म राख्यो यो टुक्रा, यति सकाइयो हामी तलको। अब यो सबै सरिया हाम्रो पहिला थियो 30 सेन्टीको स्पेसिङमा र यो टुक्रा बिचमा राखिदिँदा 15 सेन्टीको स्पेसिङमा सबै आइगयो है। तलको सरिया सक्यो, एक लाइनको सक्यो है। ल अब त्यस्तै गरेर मलाई के गर्नु पर्यो भने माथिको अब यस्तो सरिया मात्रै हालेर त जाली बन्दैन, यस्तो पनि राख्नु पर्यो मैले। अब त्यसको लागि मैले थ्रु द सेक्सन डाइरेक्टै 30-30मा फेरि राखिदिएँ त्यस्तै गरेर होइन। र बाँकी के गरेँ भने यहाँ हेर्न सक्नुहुन्छ यो टुक्रा हाल्दै गएँ, फेरि यो टुक्रा हाल्दै गएँ। यो टुक्रा कहाँसम्म हाल्ने र कति हाल्ने भन्ने पनि यहीँ लेखिदिएको छ। बिमबाट 450 यताबाट छोड्ने, यताबाट 750 छोड्ने, बाँकी यो सबमा टुक्रा राख्ने, फेरि यो टुक्रा सब राख्ने। त्यस्तै गरेर टुक्रा राख्दै गयो हामीले। र यहाँ सानो सेक्सनको लागि यस्तो सानो टुक्रा हाल्ने, यो सानो सेक्सनको लागि सानो टुक्रा हाल्ने, त्यो पनि छ। त्यस्तै गरेर सेम टु सेम गरेर यसको लागि पनि यहाँदेखि यहाँसम्मको टुक्रा हालियो। यो चाहिँ यहाँदेखि यहाँसम्मको टुक्रा हालियो। टुक्रा कहाँ छ त्यही ध्यान दिनु पर्यो तपाईँले कि यहाँ टुक्रा कट्या छ नि, यहाँ हेर्न सक्नुहुन्छ नि, यो सट्ट यस्तो कट्या छ क्या। जस्तो मैले यतातिर तपाईँले सिकाएँ त्यस्तै यतातिर रहेछ। त्यही 30-30मा राखिदिने, यो टुक्रा चाहिँ राखिदिने तपाईँले 15-15मा, यस्तै यतातिर भयो। फेरि यतातिर 30-30मा राखिदिने, फेरि टुक्रा यो बिचमा राखिदिने, ठ्याक्कै पुगिहाल्छ कि सरिया। तपाईँले हाल्दै जाँदा बिछाउँदै जाँदा सब दिमागमा सेट हुन्छ। फेरि यहाँ चाहिँ हेर्नुहुन्छ यो टुक्रा रहेछ, यहाँ अर्को टुक्रा रहेछ। त्यो टुक्राहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ कि कुन टुक्रा कहाँको छ के छ भनेर ध्यान दिनुपर्छ क्या। यो बटम बार यतिकै हो, यो चाहिँ 8 mm को सबै भयो। र हाम्रोमा जुन स्ल्याब थिकनेस थियो त्यो कति थियो भने 5 इन्ची थियो, मतलब 125 mm। र जुन तपाईँलाई सिँढीनिरको जुन यो त मेरो सिँढी भयो नि त, यो सिँढीनिरको जुन यो मेरो थियो यो 20 mm को थियो, किनभने 20 सेन्टीको 200 mm, किनभने हाम्रो सिँढी जुन थियो नि त्यो तपाईँलाई मोटाइ त्यसको 8 इन्ची मतलब 20 सेन्टी मतलब 200 mm थियो, त्यही भएर त्यस्तो हो है। र यो चाहिँ जुन देखा रहेछ त्यो चाहिँ फर्स्ट सेकेन्ड फ्लोरको यो चाहिँ स्ल्याबको देखा रहेछ डन्डी। अब हेर्नुहुन्छ यो माथिको डन्डी यसरी आछ, यहाँनिर एक्स्ट्रा बार यसरी गएको छ, यहाँनिर फेरि माथिबाट यसरी आछ। यो चाहिँ अब एक्स सेक्सन काटेर देखा रहेछ, एक्स सेक्सन। अब एक्स सेक्सन कहाँ हो भने यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यो पोर्सनलाई चाहिँ एक्स सेक्सन काटेर देखाउँछ, यो पोर्सनलाई वाइ सेक्सन काटेर देखाउँछ। तपाईँले सेक्सन हेर्दा पनि तपाईँले बुझ्न सक्नुहुन्छ कि कति सजिलो हो यो होइन। यो चाहिँ जुन म तपाईँले देखाएँ यो माथिल्लो एक्स्ट्रा माथिको बार हो, टप बार हो। तर अहिले जुन मैले भने नि तपाईँलाई यो चाहिँ बटम बार मैले भने, यो तलको भनेको छु है। अहिले तलको मात्रै बुझाएको छु।
अब चाहिँ हामीले त्यस्तै गरेर वाइवाई को पनि सेक्सन काटेर देखाएको रहेछ। अब टप बार हेरौँ है। टप बार कस्तो रहेछ? टप बार चाहिँ अलिक टफै रहेछ, तर बुझ्नको लागि चाहिँ एकदमै सजिलो हो यो बार। तपाईँलाई बुझाइदिन्छु कस्तो सजिलो भनेपछि। अब जस्तै कि यसमा पनि टुक्रा टाक्री मात्रै रहेछ के, सबै टुक्रा टाक्री रहेछ। अब यो बार बुझ्नको लागि चाहिँ कसरी बुझ्ने भन्ने, सबैभन्दा पहिलो नम्बरमा तपाईँलाई जुन गर्नुपर्ने काम हो त्यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। तपाईँले यो 900 दिएको छ, यो 750 दिएको छ। यतातिर पनि 900, यतातिर 750। मतलब यो 900 यो 750 मा पहिला सर्लक्क चाहिँ सरिया हाल्ने है। सरिया हाल्ने र ठुलो जति सरिया हाल्ने त्यो सबै चाहिँ यो जुन सरियाहरू हालेका छौँ नि हामीहरूले, यो सरियाहरू सबै हाल्ने र यो कतिमा हाल्ने भन्ने पनि बुझ्नु पर्यो। यो सब 15 सेन्टीको स्पेसिङमा हाल्नु पर्यो। यता पनि हाल्नु पर्यो, योमा पनि हाल्नु पर्यो, सबै हाल्नु पर्यो। जस्तै कि फेरि कहाँ हाल्नु पर्यो, यता पनि हाल्नु पर्यो, योमा पनि हाल्नु पर्यो, योमा पनि हाल्नु पर्यो र ठ्याक्कै यता पनि हाल्नुभयो, यता पनि हाल्नुभयो, यता पनि हाल्नुभयो, यता पनि हाल्नु पर्यो। यो बिचमा ठ्याक्कै खाली भइहाल्छ क्या। सबै ठाउँ त्यही खेलोमेलो हो। अब तपाईँले ल मैले चाहिँ के गरेँ भने यो बिम र यो बिम म समातेँ है, यो चारवटा। अब हेर्नुहोस् तपाईँ कसरी यो खेलोमेलो। मैले यस्तो सरिया हालेँ, यस्तो सरिया हालेँ, मैले यस्तो सरिया हालेँ, यस्तो यतामुखीको पनि हालेँ हैन, सबै हालेँ। अब यो सानोवाला बिममा हेरौँ, यो पनि हालेँ, यो पनि हालेँ, यी यताको हालिसकेको छु, यो कन्टिन्यू हालिसकेको छु, यो पनि हालिसकेको छु, यो पनि हालेँ। मतलब यो बिचमा पनि फेरि एउटा बचिगयो, यो बिचमा यो कर्नर बचिगयो, यो बिचमा यो बचिगयो, यो एउटा बचिगयो, यो एउटा बचिगयो। यही बज्दै के भइहाल्छ भने ठ्याक्कै तपाईँको यो 10 को बार जति पनि टुक्रा हो त्यो सब टुक्रा लाग्ने। यो सानो टुक्रा यो बिमदेखि कति लगाउने भने यहाँ लेखेकै छ 600, यहाँबाट 600, यहाँबाट 600, यहाँबाट 1000, यहाँबाट 1000। यो 600 र 1000 के हो? एउटा चाहिँ सानोवाला, एउटा ठुलोवाला, फेरि सानो, फेरि ठुलो, फेरि सानो, फेरि ठुलो। यो टुक्रा हो के, यसलाई नेगेटिभ बार, एक्स्ट्रा बार भनिन्छ र यो 10 को टुक्रा हो सबै। र यहीमा जुन हामीले ठुलोवाला यो राखेका छौँ नि, यो चाहिँ हाम्रो कतिको हो भने 8 को हो। ठुलोवाला सबै 8 को राख्ने, सानोवाला सबै 10 को राख्ने। स्पेसिङ सबै हाम्रो 15 को हो। यो ड्रइङमा चाहिँ 20 को पनि दिया रहेछ। किन दिया रहेछ भने तपाईँलाई यहाँनिर सेकेन्ड्री बिम भएको कारणले 20 को दिया रहेछ, तर त्यो लफडामा परेर धेरै सरिया बिग्रिने भएको कारणले पनि तपाईँले 15 को राख्दा चाहिँ बेस्ट होला। र हामीहरू पनि लगभग त्यही हिसाबले चाहिँ काम क्रिया गरेका थिए हामीहरू साइडमा है। अब फेरि अर्को स्ल्याबको दिन्छ बटम टप हैन, त्यही हिसाब हो, अरू केही होइन छुट्टै। अब यो चाहिँ के हो भनेपछि साइडमा तपाईँको अब जस्तै कि बिल्डिङको छत ढलान भयो, छत यहाँसम्म ढलान भयो, यो साइडको स्लोपवाला हो के, यो स्लोपवाला स्कुलको हाम्रो यो बिल्डिङ हो, त्यही भएर यस्तो स्लोपिङवाला पोर्सन हो र यसको लागि पनि हामी सरिया निकालेका छौँ यही डाइमेन्सन जोडेर। त्यस्तै गरेर सिडीको आउँछ। अब तपाईँलाई सिडीको पनि धेरै सजिलो हो। तपाईँलाई सिडीको पनि एउटा देखाइदिए तपाईँलाई। यो तलबाट यसरी आयो, तलको सरिया माथि जान्छ र जहिले पनि यसको माथिको सरिया तल आउँछ। यति चाहिँ ध्यान राख्नु होला, यति ध्यान राख्नु। यो तलदेखि यसो आयो, यो माथि गइगयो, यही सरियामा चाहिँ अर्को आउँछ। हेर्नुहोस्, यो एउटा त आयो, अब चाहिँ अर्को एउटा सरिया है, फेरि अर्को एउटा तलबाट आएछ यसरी गरेर यहाँ हेर्नुहोस्, यहाँबाट यसरी गइगयो हैन, र एउटा माथिबाट यसरी आयो, यहाँ गइगयो। अब यो कुन सरिया चाहिँ कहाँ हो? यो तलको वाला चाहिँ 1 मिटर यहाँसम्म गएको छ, यो 1 मिटर डाइमेन्सन दिया रहेछ। फेरि यो 1 मिटर अझै दिया रहेछ, यो कहाँसम्मको 1 मिटर दिया रहेछ र कुन सरिया छ यो चाहिँ यो टप बारवाला हो है। यसरी आयो, यहाँसम्म 1 मिटर आयो है यो। र अब कुन सरिया चाहिँ माथिसम्म जान्छ त्यो बुझ्नु पर्यो। यो चाहिँ हाम्रो तल्लो सरिया, यो यसरी आयो, यो यसरी माथिसम्म गइहाल्छ है। त्यो कहाँसम्म जान्छ भने यो सरिया सर्लक्क तपाईँलाई यो तलबाट यसरी गरेर यहाँसम्म आउँछ है। यहाँ हेर्नुहोस्, यो सरिया क्लियर रूपमा दिया रहेछ है। फेरि यस्तै गरेर माथिबाट पनि 1 मिटरवाला आउँछ, फेरि 1 मिटरवाला ठ्याक्कै उसको उल्टो, यो तलको सरिया जस्तो ठ्याक्कै उसको उल्टो आउँछ। र यो ल्यान्डिङ बिम छ, यसको पनि डिटेल हेर्दा हुन्छ तपाईँले अझै ल्यान्डिङ बिमहरूको। र त्यसपछि कुन सरिया कति एमएमको के लागेको छ भने यहाँ डिटेल दिएको छ। 8 एमएमको सरिया छ र 20 सेन्टीको स्पेसिङमा राख्ने भनेको छ यो डिस्ट्रिब्युसनको लागि हैन। त्यस्तै गरेर जुन एक्स्ट्रा बारहरू हो त्यो चाहिँ 16 को हो, 15 सेन्टीको स्पेसिङमा राख्ने, 16 को 15 सेन्टीको स्पेसिङमा, 16 को 15 सेन्टीको स्पेसिङमा र डिस्ट्रिब्युसन बार 8 को 20 सेन्टीको स्पेसिङमा, नोजिङ बार चाहिँ 8 को 30 सेन्टीको स्पेसिङमा। अर्को नोजिङ बार अगाडिको सरिया जुन छ त्यो 10 को नोजिङ बारमा लाग्ने हो र स्ल्याबको थिकनेस भन्ने 20 सेन्टी हो। यो दिएकै छ सबै हैन।
अब जुन राइजर र ट्रेडको कुरा गर्दाखेरि 16 सेन्टी र 30 सेन्टी रहेछ। खुट्टा टेक्ने 30 सेन्टी रहेछ र राइजर भने 16 सेन्टी रहेछ हैन। लगभग 15 दुना 30 त्यही हिसाबले आधीको लगभग छ। त्यस्तै हिसाबले यो चाहिँ अब तपाईँलाई जुन तलको ल्यान्डिङ भइसक्यो, अब ल्यान्डिङदेखि माथिको जुन छतमा जुट्नुहुन्छ त्यो छतसम्म जुट्ने चाहिँ यो सरियाको डिटेल चाहिँ यो दिया रहेछ। अब सबै लेखेकै छ यसमा, मैले भन्दा पनि टाइम वेस्ट गर्दा पनि सब यसमा लेखेकै छ। कति कति हो के हो भने सब लेखेकै छ, मैले बनाउँदै हिँडेँ हैन। त्यही हो, सब डिटेल दिए रहेछ है, सब डिटेल दिया रहेछ। यहाँ पढ्दै जानुभयो भने सबको सेक्सन काट्या हरेक कुरा चाहिँ डिटेलमा दिया रहेछ। यो चाहिँ प्लान देखाइरहेछ कस्तो छ के छ सिडी हैन, कति लम्बाइ हो कति चौडाइ हो के हो, सब कतिको डिफ्रेन्समा राख्ने हो, यो ल्यान्डिङ कतिको हो, हरेक कुरा चाहिँ दिएकै छ। कति पिस हो के हो, ल्यान्डिङ बिममा चाहिँ यो थर्मोकोलहरू राख्ने त्यो चाहिँ ध्यान राख्ने। यो बिम माथिसम्म जान्छ त्यही भएर यसमा थर्मोकोलहरू राख्नुपर्ने हुन्छ। बाँकी चाहिँ यति हो। अब यो चाहिँ एउटा लिन्टल र सिलको पनि देखाइदियो। यो सिल लेभल हो, यो लिन्टल लेभल हो र यो चाहिँ ढोकाको साइडमा हामीले सरिया छोड्नु परेको छ। त्यो पनि ध्यान दिनु होला, कति हाइटको हो के हो त्यो पनि तपाईँको ड्रइङमा हुनसक्छ। त्यो कुराहरू ध्यान दिने चाहिँ यति कुरा हुन् लगभग हैन। अझै पनि तपाईँलाई यो ड्रइङमा अझै पनि केही सोध्नुपर्ने छ भने मलाई भन्नु होला हैन। अझै पनि केही सोध्नुपर्ने छ भने भन्नु होला। यो ठ्याक्कै यस्तो बिल्डिङ हामीले बनाउँदैछौँ हैन, बनिया छ हाम्रो। त्यो बिल्डिङको लागि मैले यो तपाईँले सबै कुरा बुझाएको छु। यस्तो बिल्डिङको लागि एडिबीको बिल्डिङ छ यो बन्दैछ हैन, बनिया छ अर्को र अर्को चाहिँ बन्दैछ। यो खाले ड्रइङमा तपाईँले केही समस्या आउँछ, केहीको बारेमा टिपिकल भनिदिनु पर्ने छ भने तपाईँ चाहिँ कमेन्ट गर्नुहोला र च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला भिडियोलाई र कमेन्ट गर्नुहोला कस्तो लाग्यो तपाईँले भिडियो, या केहीको बारेमा बुझ्नु परेको छ या बुझ्नु भएको छैन या समस्या छ भने भन्नुहोला। मैले यो लगायत 4-5 वटा भिडियो बनाइसकेँ यो तपाईँले ड्रइङ पढ्नेको। त्यही भएर तपाईँले केही कन्फ्युजन या समस्या छ भने मलाई भन्नुहोला। त्यही हिसाबले म चाहिँ फेरि चाहिँ एकचोटि कुनै पोर्सनमा समस्या छ भने त्यो रिलेटेड चाहिँ डिटेलमा कुरा गरौँला। भिडियो हेर्नको लागि तपाईँले धेरै धेरै धन्यवाद। च्यानललाई चाहिँ सब्सक्राइब गरेर जानुहोला, भिडियोलाई लाइक गरेर जानुहोला। धन्यवाद।